हो, उसलाई भन्नुपर्ने कुराहरू सायद धेरै थियो होला, तर के गर्नु, ऊ बिचमै अड्कियो। न ऊ यताको हुन सक्यो, न त ऊ उताको नै हुन सक्यो। ऊ आफ्ना मनका कुराहरू सबै भन्न चाहन्थ्यो, तर जब ऊ आफ्ना मनका कुराहरू भन्थ्यो तब उसलाई डर थियो कि के थाहा उनै पो उसलाई छोडेर कतै टाढा पो जाने होइन कि भनेर ऊ सोचेर अनि सम्झेर बस्दै थियो। परबाट एक आवाज आयो। मित्रको भित्रको मुटु थर 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 कामिरहेको थियो, तर बाहिर भने ऊ आफूलाई स्ट्रङ देखाउने कोसिस गरिरहेको थियो। सायद गलती नै होला, कति ठुलो गल्ती, सानो, यति सानो या यति ठुलो कि जो आकाशलाई पनि चिर्न सकोस्। गलती न उसको हुन्थ्यो, न न त्यसको हुन्थ्यो, न अनि अरू कुनै अनगिनित मान्छेहरूको। सायद गल्ती उसको सोचको हुन्थ्यो होला। भिरमा बस्दै ऊ सम्झिरहेको थियो धेरै कुराहरू, तर भन्ने उसले प्रयास गरेन कहिले। जुन दिन प्रयास गर्यो त्यो दिन उसले अवसर नै पाएन। यिनै उसको लागि माया थियो अरे। धन्यवाद।